कस्तो हुन्छ हेरौँ है त शङ्करदेव विवेको फेयरवेल प्रोग्राम। हाई गाइज, दिस इज जोली एन्ड वेलकम ब्याक टु अ डे इन माई लाइफ सिरिज। आज फेयरवेलकै दिन चाहिँ कत्रो ठुलो पानी परेको कि फेरि क्लास भए पो नजानु त प्रोग्राममा त जानै पर्यो। हामी चाहिँ भेन्यूमा हल्का लेट नै पुगेको थियौँ, सो सरहरूलाई हामीले हाई भन्यौँ। त्यसपछि चाहिँ बहिनीहरूको एनर्जेटिक पर्फर्मेन्स सुरु भयो। त्यसपछि चाहिँ हाम्रो साथी ओमको ऱ्याप सङ स्टार्ट भयो। हामी चाहिँ यस्तो चिच्चाएको थियौँ कि हाम्रो चाहिँ पुरै घाँटी नै बसेको थियो। अनि जुनियरहरूको कपाल डान्स पनि थियो। अनि त्यसपछि चाहिँ लन्च ब्रेक भयो। हामी चाहिँ यहाँ सरसँगै थियौँ, सो हाई भनेर थियौँ। मलाई चाहिँ पुग्यो। अनि यसमा चाहिँ मलाई मेरो भोलि बर्थडे थियो, अनि म चाहिँ केक काटेको जस्तो गरेर थिएँ। निसाले चाहिँ मलाई गीत गाइदिरहेको थिएँ। मेरो भ्लगमा यहाँ चाहिँ विवेकको स्पिच थियो। यसमा चाहिँ विवेकले लाइब्रेरीको इस्यु उठाइरहेको थियो। अनि बिचमा चाहिँ एक्ट पनि थियो। यो चाहिँ कस्तो बबाल थियो क्या यो एक्ट चाहिँ। अनि यहाँ चाहिँ हामीले टोकन अफ लभ दिने थियो फ्रम जुनियर्स। हामीले चाहिँ क्युट टोकन अफ लभ दिएको थियो। अनि यहाँ सरले चाहिँ बेस्ट विसेस भनिरहेको थियो। अनि हामीले चाहिँ एकछिन फ्लेक्स गऱ्यौँ यो टोकन अफ लभ। त्यसपछि चाहिँ हामी वासरुम गयौँ एकछिन फ्रेस। यहाँ चाहिँ स्नेहाको फेरि डान्स पर्फर्मेन्स सुरु भएछ। स्नेहा चाहिँ यति नाचिरहेको थियो पुरै थाक्दा पनि थाकेको थिएन कि, यति नाचिरहेको थियो कि पुरै। त्यसपछि चाहिँ हामी सबैजना नै नाच्न थाल्दा कृतिपुरी गीत बज्ने। अनि कृतिपुरी गीतमा ननाच्ने त कुरै भएन, सो म यो गीतमा नाचिहालेँ। अनि त्यसपछि चाहिँ हामी स्टेजमै गएर नाच्न थाल्यौँ। यहाँ चाहिँ मैले फुल भ्यू देखाइरहेको थिएँ स्टेजबाट कस्तो देखिरहेको छ भनेर। यति नाच्यौँ कि खुट्टै दुखिसकेको थियो कि यो टाइमसम्म चाहिँ। अनि त्यसपछि चाहिँ हामी सबैजना ग्रुप फोटो खिच्ने भनेर यहाँ ग्रुप फोटो खिच्यौँ। 2020 फर्स्ट ब्याच भनेर यति चिचाइरहेको थियौँ। यहाँ चाहिँ यो टाइममा चाहिँ घाँटी नै सुकिसकेको थियो क्या। त्यसपछि हामी प्रोग्राम सक्यो अनि हामी